हेलो वेलकम टु माई युट्युब च्यानल सबैजनालाई। आजको मेरो भ्लग चाहिँ नेचरबाट सुरु हुँदैछ, हेर्नु होला है हजुरहरूले। आज मलाई आयुषा म्यामले बोलाउनु भएको थियो अनि उहाँको चाहिँ सिफ्टिङ हुँदै थियो। उहाँ चाहिँ आफ्नो घर जाँदै हुनुहुन्थ्यो यहाँबाट, किर्तिपुरबाट चाहिँ। अनि मलाई बोलाउनु भएको थियो अनि म चाहिँ आयुषा म्यामलाई भेट्न गएको थिएँ, यसो अलिअलि हेल्प गरिदिन गएको थिएँ। अनि उहाँले चाहिँ एकदम मेहनतले यो निकाल्दै हुनुहुन्थ्यो होइन, यति मेहनत गरेर अनि बल्ल तल्ल निस्किएको थियो क्या त्यो। अनि म चाहिँ यहाँ आफ्नै तालमा छु, हेर्न सक्नुहुन्छ। अनि हाम्रो सामानहरू पुरै मतलब बिग्रेको थियो होइन, किनभने हामी त प्याकिङ गर्दै थियौँ नि त। अनि यो निकाल्ने क्रममा टुटिसकेको थियो। अनि बाहिरको नेचर हेर्दा हेर्नु कस्तो राम्रो थियो क्या है। अनि यो चाहिँ हाम्रो आयुषा म्यामको डल गुडिया होइन, एकदम राम्रो लागेर मैले नानीलाई पनि राखेँ। अनि त्यसपछि चाहिँ मैले सकाइसकेपछि चाहिँ म क्लासको लागि निस्केँ। मेरो क्लास हुन्छ अनि म चाहिँ क्लासको लागि निस्किसकेको थिएँ। अनि त्यसपछि म फेरि भोलिपल्ट गएँ, आयुषा म्यामले बोलाउनु भएको थियो। अनि म भोलिपल्ट चाहिँ बिहान उठ्न बित्तिकै गएको है। अनि त्यसपछि त्यो दिन पनि हामीले यसो मैले अलिअलि हेल्प गरेँ, सकाएँ। अनि म चाहिँ निस्किसकेको थिएँ यहाँबाट जान, ठ्याक्कै आधी घन्टा लाग्यो मलाई चाहिँ। अनि म चाहिँ अनि हिजोको नेचरभन्दा आजको नेचर अलि त्यो थियो है, पुरै क्या अब बादलले केही नेचरै राम्रो नदेखिएको। अनि यो चाहिँ हाम्रो बुद्ध मन्दिर, त्यसको नजिकै गणेश मन्दिर छ। अनि म चाहिँ ठ्याक्कै यसको तलबाट गएँ भने ठ्याक्कै म्यामका एकैछिनमा पुगिहाल्थेँ। अनि उहाँले चाहिँ एकदम बिहानै बोलाए पनि कस्तो ढिलै भइसकेको थियो क्या म चाहिँ। अनि म चाहिँ घरमा नै अलिअलि कामसबहरू सकाएर अनि गएको थिएँ। अनि यहाँ बाटोमा हिँड्दा हिँड्दै मकै हेरेर हेर्नु न यस्तो राम्रो लागेको मलाई चाहिँ नेचरहरू। अनि त्यसपछि पानी पर्न थाल्यो अनि म फेरि छाता ओढ्दै गएँ। अनि हिजोको नेचरमा र आजको नेचर यहाँ हेर्न सक्नुहुन्छ है। मैले यहीँनिरको नेचर त्यो गर्दाखेरि चाहिँ कस्तो दुवै नेचर चाहिँ एकदम त्यो छ क्या, अलिक चेन्ज। पानी परिसकेको थियो होइन। अनि त्यसपछि चाहिँ म आफ्नै तालमा जाँदै थिएँ। अनि म्यामले मलाई पसल पुग्न साथ खानेकुरा लिएर आउनु भन्नुभएको थियो। अनि म पसल पुगिसकेको थिएँ। अनि मैले चाहिँ यहाँ हाम्रो के अरे नामै बिर्सेँ मैले, उहाँसँग यो डोनट लगेँ। अनि फाइनली म आइपुगेको छु प्यारी मान्छेका। धेरै समय वेट गराएर आइपुग्नु भएको छ उहाँ। खासमा उहाँ आज आउनुपर्ने एकदमै बिहान थियो, प्याकिङ गर्नुपर्ने थियो, बिकज आम सिफ्टिङ। आम लिभिङ किर्तिपुरलाई छोड्दैछु मैले र म आफ्नो घर जाँदैछु। तर यो केटी आइन, धेरै ढिला गरी बल्ल बल्ल आइन्छ। मैले चिया बनाउन जाँदैछु। चिया म तपाईँहरूलाई सिकाउँछु कसरी चिया बनाउनु, तर अहिलेको लागि खाट। अनि म्यामले हामीलाई चियाको रेसिपी भन्दै हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ हजुरहरूले होइन। पहिला दुध हालिसकेको थियौँ अनि त्यसपछि चियापत्ती हाल्यौँ होइन। चियापत्ती हालिसकेपछि चाहिँ म्यामलाई चाहिँ मरिच हालेको मनपर्छ होइन। अनि चिनी र अनि मरिच सबै हाले, सबैको आफ्नो आफ्नो तरिका हुन्छ चिया खाने होइन। अनि चिया पनि उम्लिसकेको थियो। अनि म्यामले हामीलाई मिठो चिया खुवाउनु भयो होइन मलाई चाहिँ। अनि त्यसपछि हामीले के काम धन्दा छ सबै सकायौँ। थ्याङ्क्स फर वाचिङ सबैजनालाई।